निकै माया गरिदिनु होला दाइले मजासँग प्रयास गर्दै हुनुहुन्छ होइन हजुरहरूको माया साथ र सपोर्टले एउटा इन्करेजमेन्ट मिल्छ है ल धेरै धेरै धन्यवाद हाम्रो राजकुमार हजुर सो हेलो एन्ड नमस्ते सबैजनालाई यसमा दिपेन डिपी न्यू डे न्यू भ्लग लिएर तपाईँहरूको स्क्रिन सामु फेरि पनि उपस्थित भइसकेको छु सो आजको भ्लगलाई चाहिँ हजुरहरूले नसुटाइकन हेरिदिनु होला होइन भिडियोलाई स्किप नगरिकन हेरिदिनु होला होइन सो आज चाहिँ एकदम बवाल हुनेवालामा छ होइन आजको भिडियो चाहिँ सो गाइज मैले अस्तिको भिडियोमा यही भनेको थिएँ होइन त हेर्नुभएको थियो नि होइन ल अब अगाडि हेरौँ सो गाइज अब हामी चाहिँ यहाँबाट पूजाको कार्यक्रमहरू है सबै सकाएर अब मन्दिरबाट हामी घरतिर प्रस्थान गर्दैछौँ है घरतिर जाँदैछौँ त्यो देख्न सक्नुहुन्छ है अब मैले चाहिँ मेन प्रिन्सलाई बोकिरहेको छु है सो आज क्यामेरा चाहिँ मेरो भाइको हातमा छ सो देख्न सक्नुहुन्छ है हिज अनिस है मेरो एकदम डियरेस्ट भाइ है अनि सो अब हाई गरिदिउँ हाई गरिदिउँ सबैलाई मेरो आज राइस फिडिङको दिन है भन मेरो आज राइस फिडिङको दिन यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद छ अनि कमेन्ट अन बिलो भनिदिनु है सबैलाई है मलाई विस गर्नु है मलाई धेरै धेरै विस गर्नु भन्नु है ल सो गाइज भिडियो हेर्दै गर्नु होला है अब हामी चाहिँ एकैचोटि घर पुगेपछि भेट्छौँ है त फेरि हामी चाहिँ अब त्यो पूजा कार्यक्रमहरू सकाएर होइन अगाडि बढ्दैछौँ अब घरतिर जाँदैछौँ हामी फेरि पनि है यहाँ अब हेटौँडामा घोडा देख्न सक्नुहुन्छ यसरी पहिला हिरो डाकुहरू यस्तो घोडा चढ्थ्यो अहिले हिरो डाकुहरू बाइक चढ्छन् अहिलेका हिरो सो गाइज हामी चाहिँ अब यहाँबाट निस्किरहेछौँ देखिरहनु भएको छ है पानी पनि परि नै रहेछ सिमसिम पानी परि नै रहेको छ सो अनि गाइज अब जो जतिले मेरो भिडियो हेर्दै हुनुहुन्छ है यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद अनि नयाँ कोही साथीहरू आउनु भएको छ भने प्लिज सब्सक्राइब छोडेर मात्र जानु होला होइन मेरो रिक्वेस्ट छ होइन अनि त्यसपछि अब देखिरहनु भएको छ है अब अगाडिको भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद होइन अब यसको पार्ट 1 अगाडि जुन थियो मैले बनाएको भिडियो तपाईँहरू सबैजनाले मन पराइदिनु भयो त्यसको लागि म एकदम नै आभारी छु है र अब यो भिडियोलाई पनि हेरिदिइराख्नु भएको छ मन पराइदिइराख्नु भएको छ त्यसको लागि पनि फेरि पनि धन्यवाद दिन चाहन्छु सो अगाडि बढौँ हेर्दै जाउँ है गफ गर्दा गर्दै घर पनि आइपुगिसकेको छ समु काका चाहिँसँग रमेश काकासँग चाबी हामीले लागेको छैन सो गाइज हामी चाहिँ आइसकेका छौँ अब घोडा आइसकेका छौँ घोडा सो हामी चाहिँ घोडा आइसकेका छौँ गाइज अब देख्न सक्नुहुन्छ त्यही हो अब हाम्रो फेरि क्युटी कोहीसँग बसिरहेको कोहीसँग बसिरहेको अर्को सुतेछ ऊ कोहीसँग बसिरहेको अटोमा आएको यो फुल लगाएर यहाँ फुल लगाएर तिमी त अब सुतेर उठेपछि पो फ्रेस ल गाइस अब यहाँसम्म भिडियोहरू साथ दिनुभयो होइन अब गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद है
हजुरहरूको अमूल्य समय निकालेर हजुर यहाँ आउनु यहाँ लाग्छ मलाई होइन त्यही हो त्यही भन्दै आजको अब सो गाइज अब हामी चाहिँ अब अन्तिम क्षणमा आइसकेका छौँ है आजको होइन यो अब लास्ट केक काट्ने बेला सो गाइज अब हामी चाहिँ अब अन्तिम क्षणमा आइसकेका छौँ होइन अब बिहानदेखिबाट हेरिरहनु भएको छ है अब यो चाहिँ अब अहिले कति बज्यो अहिले ठ्याक्कै 5:30 5:30 भइसकेको छ अब हैन 5:28 तर आज अलिकति एउटा एकदम नै बोरिङ कुरा के भयो भने लाइनै पनि भइदिएन है यतिखेरसम्म आज त्यो हाइटेन्सनको चाहिँ कामहरू भइरहेको रहेछ त्यस कारणले गर्दाखेरि बत्ती नभएको कारणले गर्दाखेरि हामीले अलिक चाँडै नै गर्न खोजेका छौँ है अब केक काटिन्छ अनि बच्चालाई होइन टिकाटालो गर्दै अनि त्यसपछि यो होइन खुलाइन्छ आज आज हाम्रो छोरोको राइस रिडिङ है हेरेर तपाईँहरूले थाहा पाइसक्नु भएको छ यतिन्जेलसम्म हेरेर साथ दिइरहनु भएको छ साथ सपोर्ट गरिदिनु भएको छ धेरै धेरै खुसी लागिरहेको छ होइन त्यही हो अब अलिक क्लोज ल ह्याप्पी फ्यामिली है सबैजना अलिकति मुस्कुराइदिनु होला है सबैजना हाँसिनु होला ल रेडी 1 2 3 खोइ त यहाँ पालेको खोइ त्यो पालेर छिटो गर्नुहुन्छ आगो त रेडी 1 2 3 ह्याप्पी भेटघाट समारोह हुनु पनि आउनु न श्रीमती तिम्रो बुढो ल्याएर त यो के छ भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो होइन कमेन्टमा दिनु सो अनि यदि यता सर्र गर्दिनु यतातिर खानामा भन्दा नि बादल लागेको देखिन्छ हैन होइन त्यो के यतातिर कस्तो चाहिँ बाल्यो नि त लाग्यो कमेन्टमा दिनु हो यस्तो हुनु No problem. It's fine out. बाबुलाई नपर्ने टाको टाकोमा हैन भान्जालाई नि अलिअलि ल टोपीमा चले Happy rice pudding. अब यो कार्यक्रममा उसले खेल्नलाई चाहिँ राखिदिने कार्यक्रम यहाँ भइरहेछ अब किनेर ल्याउनु लाग्ने भयो खेल्नलाई चाहिँ होइन यो खेल्ने होइन नि त यो त उडाउने हो उडाइसक्यो अब Happy rice pudding. Happy rice pudding. खायो चोरले खायो चोरले खायो
मोमेन्ट होइन एउटा सबैको लागि हुँदैन होइन अब यो क्षण भनेको भाग्यले साथ दिएर हुने हो त्यस्तै नै भएको छ हाम्रो लागि ल ल ल खाइदिउँ सबैलाई सो गाइज भिडियो यहाँसम्म हेरिदिइराख्नु भएको छ साथ सपोर्ट गरिदिइराख्नु भएको छ है तपाईँहरूको माया साथ सपोर्टले नै यहाँसम्म भइरहेको छ मेरो होइन सो अझ पनि तपाईँहरूले साथ दिइरहनुहुन्छ अगाडिको आगामी दिनमा पनि तपाईँहरूको साथ सपोर्ट पाउँछु भन्ने आशा छ अझ पनि मलाई चाहिँ होइन सो अब मेरो यो क्यामेरामा पनि अब ब्याट्री एकदम नै लो भइसकेको छ है मैले अब धेरै सुट गर्न त सक्दिनँ होला किनभने आज फेरि त्यही माथि फेरि बत्तीको पनि प्रब्लम भयो लाइन पनि छैन होइन सो अब एकदम नै लो भइसकेको छ ब्याट्री अब जति जहाँसम्म पुग्छ है अब जति सुट गर्न भ्याउँछु त्यतिको सम्म चाहिँ म जहाँसम्म लाग्छ मैले सबै सुट गर्न भ्याउँछु कि भन्ने लागिरहेछ है अब हेर्दै जाउँ के कस्तो हुन्छ है अब टिकाको कार्यक्रमहरू अलिअलि अब फ्यामिलीको मात्र भए पनि सुट गर्न भ्याउँछु कि भन्ने चाहिँ मलाई त्यो लागिरहेको छ सो हेर्दै जाउँ अगाडि है साथ चाहिँ दियोस् ब्याट्रीले पनि सो गाइज यहाँ लाइन नभएर चाहिँ ओभरै बोर भयो कि ओभरै बोर भयो लाइन नभएर हेर्नु न पुरै अब अन्धकार भइरहेको छ है मोबाइलको लाइटहरू पनि अब मोबाइल पनि बिहानदेखिबाट लाइनै छैन यहाँ त्यो हाई टेन्सनको चाहिँ लाइनहरू बनाइरहेको रहेछ कि कतिपय ठाउँमा अनि त्यसबाट काटेको भएर बिहानदेखिबाट लाइन नभएको कारणले गर्दाखेरि चाहिँ एकदम नै सबैको मोबाइलको ब्याट्री एकदमै लो भइसकेको छ टचहरू पनि अब थिएन अब टचहरू पनि भएन होइन मोबाइलको बालौँ भने पनि अब सबैको त्यस्तै भइसकेको छ अवस्था त्यस कारणले अब जो जतिको बलिरहेको छ उनीहरूको पनि अफ हुन लागिसकेको छ मेरो पनि अफै हुन लागिसकेको छ है अन्धकार भइसकेको छ त्यही भएर पनि अलिकति अगाडि नै केक सेक काट्ने प्लान गरिहाल्यौँ हामीले होइन फेरि अब राति के हुने भन्ने कुरा भयो है अब मान्छेहरू बोलाएको इष्टमित्र बोलाएको छ अलिकति टाइम नै त्यो अब 6 बजीदेखिबाट थियो क्यारे 5 बजी हामीले केक सेक काटिदिन सुरु गऱ्यौँ किनभने अन्धकार होला भन्ने त्यो एउटा डर थियो हामीलाई अब लाइन आज वडातिर पनि बुझ्यौँ सबैतिर बुझ्यौँ ढिलै आउँछ भन्ने कुरा भयो त्यस कारणले गर्दाखेरि एकदमै गाह्रो भयो लाइनले गर्दाखेरि चाहिँ सो भिडियो हेरेर साथ सपोर्ट गरिदिने सबैजना मेरो आत्मीय मित्रहरूको लागि धेरै धेरै धन्यवाद पुनः फेरि पनि अनि यदि कोही नयाँ हुनुहुन्छ भने मेरो च्यानलमा नयाँ जोडिनु भएको छ भने प्लिज है सब्सक्राइब गरिदिनु होला विनम्र अनुरोध छ अनि रह्यो कुरा अर्को अब यस्तै नयाँ नयाँ भिडियोहरू होइन हेर्नको लागि अब तपाईँहरूको साथ सपोर्ट त मलाई अवश्य नै चाहिन्छ होइन तपाईँहरूको साथ सपोर्ट बिना म एकदम अधुरो हुनेछु त्यही भन्दै होइन अब आजको यो भिडियो हेरेर जो जतिलाई जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला त्यही भन्दै होइन अब लभ यु गाइज है लभ यु मेरो मुटुहरू सबैजना तपाईँहरू सबैजनाको लागि मेरो धेरै धेरै माया छ है कस्तो हो भाषा नि गीत गाहन भलन बाटो यतिकै हो नि त बताउनु फेरि भात खाइदिनु है धन्न उसले त बरु अलि सजिलो सबैले खाइदिन्छ यता हेर रोशन यता हेर है भइसक्यो बेलैमा आएर खाइदिनु पर्दैन भिडियो लिइरहेको छु कि यसको बारेमा चाहिँ टक्कै आइदियो यही थियो पानी भनेर के चाहिँ लु काकटी भनेको छोडिदिन एकछिनमा खानु ए ल ल ल है यहाँ भाइहरूलाई चाहिँ अलिकति अब गाह्रो साह्रो परिरहेको रहेछ
गाह्रो साह्रो परेर आएको रहेछ भाइहरूलाई है त्यो अनुसारमा अनि चट्ट लाएर भाइहरू चाहिँ फेरि हिरो छ है फेरि हाम्रो भाइहरू चाहिँ फेरि हिरो छ हेर्नु त भाइहरू त्यो हिरो भाइहरू छन् विदेशबाट झरे जस्तो छन् गोरा चिल्ला तर के गर्नु नेपालमा केही नभएपछि मैले यो सबै सेवा गरेको हो भनेर भनिदिनु ल हाल्नु न जे छ म छान खाइहाल्छु नि पुग्छ होला त्यति हजुर भयो हाल्नु त्यो पनि हाल्नु न ल भयो पेट घोचेर बिहान बेलुका एकचोटि बाबु हालिदिनु न बाहिर भाइहरूलाई थप के थप Specially So guys, thanks आफ्नो my mom. समय निकालेर भिडियो यहाँसम्म Chitwan mom, dad. समयसम्म भिडियो स्किप नगरिकन And हेर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद फेरि पनि all र helping आगामी hand. दिनहरुमा पनि मैले हजुरहरुसँग यस्तै भिडियो My wife post गर्न Sapna, पाऊँ। Bina त्यही भन्दै Buhari, आजलाई, Ramesh stay Bhai, safe, stay healthy, Anish stay happy Bhai, भन्दै Roshan सो Bhai, हजुरहरुको Sagan माझबाट Bhai, बिदा माग्न Samrita चाहन्छु Kaura. लभ यु अल लभ यु माई मुटुहरु है त्यही भन्दै ओके गुड बाई बाइ बाइ एउटा कुरा झन्डै भन्नु बिर्सेको अब हाम्रो अन्तिम दिन हो यताको होइन एउटाको सो अब हामी काठमाडौँ जाँदैछौँ है काठमाडौँ फर्किँदैछौँ अब काठमाडौँ पाराले हेर्नुपर्छ है त ल त्यसमा पनि साथ सपोर्ट दिनु होला है त्यो भन्दै ल टेक केयर ल बाई सी यु इन नेक्स्ट ब्लग